के तपाईको जन्म 1 तारिक, 10 तारिक, 19 तारिक वा 28 तारिकमा भएको हो? यदि हो भने तपाईको मूलाङ्क हुन्छ 1। मूलाङ्क 1 को स्वामी ग्रह हो सूर्य। सूर्यलाई नेतृत्व, आत्मविश्वास, शक्ति र सम्मानको प्रतीक मानिन्छ। मूलाङ्क 1 भएका मानिसहरूको मुख्य स्वभाव, नेतृत्व गर्ने क्षमता। यी मानिसहरू जन्मजात लिडर हुन्छन्, जहाँ गए पनि अगाडि बढ्न चाहन्छन् र उनीलाई मार्गदर्शन गर्न रुचाउँछन्। आत्मविश्वासी, आफ्नो निर्णयमा विश्वास गर्ने स्वभाव हुन्छ, कठिन अवस्थामा पनि डराउँदैनन्। सम्मान मन पराउने, इज्जत र प्रतिष्ठा सधैँ मनपर्छ। कसैले अपमान गरेमा मनमा धेरै लिन्छन्। स्वतन्त्र सोच, अरूको आदेशमा चल्न भन्दा आफ्नै तरिकाले काम गर्न मन पराउँछन्। बन्धन वा धेरै नियन्त्रण मन पर्दैन। महत्वाकांक्षी, ठुलो सपना देख्ने र जीवनमा केही विशेष गर्ने चाहना हुन्छ। मूलाङ्क 1 भएका मानिसहरूको सकारात्मक गुणहरू, साहसी, प्रेरणादायी व्यक्तित्व, मेहनती, नेतृत्व क्षमता राम्रो, समाजमा चिनिन चाहने, जिम्मेवारी वहन गर्ने। मूलाङ्क 1 का नकारात्मक पक्षहरू, कहिलेकाहीँ मूलाङ्क 1 भएका मानिसहरूमा घमण्ड आउने, रिस चाँडो उठ्ने, अरूको कुरा नसुन्ने, धेरै जिद्दी हुने, मनै सही भन्ने स्वभाव बढ्ने जस्ता कमजोरीहरू देखिन सक्छन्। प्रेम र सम्बन्ध, प्रेममा सच्चा हुन्छन् तर आफ्नो सम्मान चाहन्छन्। साथी वा जीवनसाथीले व्यवस्था गरेमा धेरै दुखी हुन्छन्। प्रेम गहिरो हुन्छ, अधिकार भावना बढी हुन सक्छ। पार्टनरबाट सम्मान र विश्वास चाहन्छन्। करियर र व्यवसाय, मूलाङ्क 1 भएका मानिसहरूलाई यी क्षेत्र राम्रो मानिन्छ। सरकारी पद, राजनीति, व्यवसाय, व्यवस्थापन, मोटिभेसन, शिक्षण, सेना, प्रहरी, मिडिया तथा नेतृत्व क्षेत्र। भाग्यशाली कुरा, सूर्य ग्रह, शुभ रङ सुनौलो, रातो र सुन्तला, शुभ दिन आइतबार, शुभ अङ्क 1, 3 र 9। स्वास्थ्य, सूर्यसँग सम्बन्धित भएकाले टाउको दुखाइ, आँखाको समस्या, रक्तचाप, तनाव जस्ता समस्या हुन सक्छन्। ध्यान, योग र सूर्य नमस्कार लाभदायक मानिन्छ। आध्यात्मिक बुझाइ, बिहान सूर्यलाई जल चढाउने, ओम घृणी सूर्याय नमः मन्त्र जप गर्ने, अहङ्कार कम गर्ने, बुबा वा गुरुको सम्मान गर्ने। छोटो निष्कर्ष, मूलाङ्क 1 भएका मानिसहरू शक्तिशाली व्यक्तित्व भएका, नेतृत्व गर्ने क्षमता भएका र जीवनमा ठूलो लक्ष्य राख्ने हुन्छन्। यदि उनीहरूले अहङ्कार र रिस नियन्त्रण गर्न सक्यो भने समाजमा धेरै सम्मान र सफलता प्राप्त गर्न सक्छन्। हजुरहरूलाई यस्तै यस्तै भिडियो मनपर्छ भने च्यानल सब्सक्राइब, टिकटक फलो गर्न नभुल्नुहोला।